दर्शन नमस्कार, के छ हजुरहरूको हालचाल? आम ब्याक, न्यू डे न्यू ब्लग। म नि एकदम ठिकठाक आरामै छु है। आज बिहान उठेर ट्याक्क आज मेरो पालो थियो, फेरि पालो छ घरमा है। घर सफा गर्ने, यताउता गर्ने, पकाउने, अनि घर सफा यताउता सबै चिटिक्क बनाएर होइन। त्यसपछि अब चाहिँ म अफिस वर्क जानु पनि छ कि, एउटा सानो डकुमेन्टहरू प्रिन्ट गर्नु पनि छ। मेरो अब प्लेसमेन्ट पनि सुरु हुन लाग्यो नि त, अनि डकुमेन्ट त्यसको पनि थियो। अनि त्यसपछि चाहिँ घर हेर्नुहुन्छ क्या, चिटिक्क बनाएको छु नि मैले। फेरि घर त चाहिँ गलैँचा सलैँचा उठाएर बाहिर ल्याउँछु है। सबै यहाँ सुकिरहेको गलैँचाहरू यताउताहरू। अनि अब चाहिँ ठ्याक्क अफिस वर्क जान्छु। त्यहाँनिर चाहिँ अब अफिस वर्कमा चाहिँ स्टेसनरी टाइपकै हुन्छ नि त। अब स्टुडेन्टहरूलाई चाहिने के पढ्नलाई चाहिन्छ त्यो कुराहरू पाइन्छ। जस्तै अब क्यालकुलेटर टाइपको भयो, ल्यापटपहरू, अहिले बेला बेला फोनहरू, त्यसपछि कपीहरू, पेनहरू, हो त्यस्तो खालको पाउँछ होइन। प्रिन्टरहरू, जस पढ्नको लागि चाहिँ युज हुन्छ त्यो कुराहरू सबै अफिस वर्कमा पाउँछ। अब त्यहाँ जाउँ के कस्तो छ है। अनि त्यसपछि हामी नेपाल र यहाँको कम्पेरिजन गर्नुपर्छ हुन्छ नि त। कपीको प्राइस वहाँ कति छ, यहाँ कति छ है त। अनि आज ब्रेकफास्टमा चाहिँ हुन्छ नि ल्याम्पहरू, ठ्याक्क मैले तास जस्तो बनाएको थिएँ कि, चितवन खाजा तास के यस्तै के छ नि। अनि ट्याक्क ल्याम्पहरू गरेर होइन, एयर फ्राई गरेर यताउता गरेको थिएँ। गनाएर फेरि घरमा सबैलाई है, आफैले मात्रै दबाएर खाइदिएँ। भुजा चाउचाउ तास जस्तो बनाएर अब ल्याम्पहरू, त्यसपछि पराठामा टक्क एगहरू हालेर होइन, टपिङ हालेर ट्याक्क दामी बनाएर खाएको छु। डुम्मो भइरह। अब गएर कामसाम भ्याएर आउनु पऱ्यो। घर सफा सकिहाल्यो। अब जाउँ है त बाहिरतिर। म भर्खरै अफिस वर्क आएँ है। यो के भन्छ अरे, हाइलाइटर भन्छ होइन हाम्रो नेपालमा। हाइलाइटरको $2 छ है। यहाँ चाहिँ पेन कलेक्सनहरू छ सबै, पेनहरूको प्राइसहरू। मार्करको $5 छ, $4.98। कपीहरू छ, जस्ट स्टेसनरीमा चाहिने सबै हुन्छ क्या। टिफेक्सहरू, फाइलहरू, यो पेपरहरू भयो होइन, कलर बोर्ड, यस्तोमा बच्चामा हामीले उ गरिन्थ्यो नि के अरे, नेपालमा सरहरूले के बनाउन लगाउँथ्यो होइन, अनि त्यो गरिन्थ्यो नि हामीले सबै। यहाँ चाहिँ यस्तो बोर्डहरू छ है। डे वाइज चाहिँ हजुरहरूले केही प्लान गरेर लेख्न यताउता सजिलो हुन्छ है। सानोवाला पनि छ है, ठ्याक्कै 1 हप्ताको। म्याग्नेटिक नोट्स, यो चाहिँ गुगल टिभी है। यसको चाहिँ 187 प्राइस रहेछ। यतापट्टि हेडफोन फोनहरू छ उतापट्टि है। अहिले जानुपर्छ। म चाहिँ सर के छ हेर्दैछु सामानहरू, यसो केही लानु पर्ने खालको छ कि भनेर। अहिलेलाई चाहिँ मैले यति उठाएँ होइन, धेरै उठाएन। यो प्याड र अनि स्टाप्लर, पन्चिङ र त्यही मात्रै लिएँ अहिलेलाई चाहिँ। अब हेरौँ के हुन्छ। यस राम्रो त राम्रो है, बिरालोहरू भएको, तर $18-19 रहेछ नि त। ऊ पेन्गुइन पाण्डानी पनि रहेछ त्यहाँ। पक्कै चाइनिज हो यो। पिको चाहिँ अब जस्तै एउटा यो नोटबुक भयो होइन, यो चाहिँ 3-4वटा भएकोवाला रहेछ होइन। त्यो भएर $11.36 देखा। जस्तै एक्जाम्पल एउटा माथिको भयो होइन, यो भयो। अब हाम्रो उमा चाहिँ नेपालमा चाहिँ यति पेज छ भनेर लेखिदिएको हुन्थ्यो नि त होइन। यसमा चाहिँ लेखा चाहिँ छैन कति पेज भनेर। ए लेखेर चाहिँ है 200 पेजको रहेछ, $4 पर्छ है। यति एउटा कपीको $4 पर्छ। त्यसपछि सानोतिनो उहरू पनि हुन त हुन्छ होइन। यो मोटो फाइलहरू यताउता बनाउनको लागि पनि $7-8 छ यार एउटाको। त्यो 50 सेन्ट कि कतिवाला पनि आउँछ कि, सानो सानो होइन। त्यो चाहिँ हामीले उसको लागि $2 रहेछ। यो सानोको 120 पेजको है, सानोवाला। नेपालमा त यो पनि छैन साँच्चै, कि छैन। $60 पर्दो रहेछ। यहाँ कति महँगो हो भनेको। एउटा जब कपी किन्नको लागि पनि यस्तो लोडा बस्छ यार। यो स्केच बुकहरू रहेछ है। स्केच बुकको चाहिँ त्यो पनि $7.89 छ। हाम्रो नेपालमा हुने जस्तो चाहिँ यहाँ छ होइन। एक्सर्साइज बुकहरू सस्तो छ। अब जस्तै केजीको किन्नु पऱ्यो होइन। यो चाहिँ 90 सेन्ट्सको रहेछ एउटा। सस्तो हो नि यो त, ठिकै हो। सेन्ट्समा भनेको त राम्रै हो जस्तो लाग्यो है। अब यो 48 पेज भएको A4 को 159 रहेछ। यो पातलो यो चाहिँ कलेजहरू पढ्न यताउताको लागि ठिक हुन्छ नि त। बच्चाहरूको उ भयो है, स्क्रैप बुकहरू।
यहाँ चाहिँ आइप्याडहरू छ है विथ द प्राइस। यता म्याकहरू छ, म्याकबुकहरू। यतापट्टि आइफोनहरू छ है। 15 भयो, यो 15 प्रो भयो, यो 15 प्रो म्याक्स। यहाँ चाहिँ पेन्सिलहरू छ है, पेन्सिलहरू नि वाइल्ड महँगो छ यार। यो कलर पेन्सिलहरू के पेन्सिलहरू छ होइन। एउटाकै $12 $11 देखाउँछ यार। बाफरे बाफ, त्यत्रो पैसाले के पेन्सिल किन्ने हो कि फ्याक्ट्री खोल्ने हो। यहाँनिर चाहिँ म्याप अफ अस्ट्रेलिया यताउता रहेछ है। बच्चाहरूलाई पढाउनलाई हाम्रो स्कुलहरूतिर पहिला बच्चामा यो बोर्डहरू जस्तो युज गर्थ्यो नि। यस्तै बोर्डमा देखाएर पढाउँथ्यो नि पहिला। यो चाहिँ स्टिकरहरू हातमा टालेर हिँड्थ्यो, यस्तो स्टिकरहरू बच्चामा होइन। छेउमा चाहिँ यसरी बक्सहरू पनि किन्न मिल्छ है। यो चाहिँ कार्टुन हुन्छ नि, हामीले पसलहरूमा किराना पसलमा त कार्टुन दिनु न भने जस्तो यहाँ चाहिँ कार्टुनहरू पनि किन्न मिल्छ है। यस्तो कार्टुन छ। तिजोरी लुट दिनुपर्छ क्या, कस्तो हुँदो रहेछ हेरौँ न होइन। यसरी पैसा राखेको हुन्छ नि ट्याक्क, यसरी चोर्छन् नि होइन तिजोरीबाट। तिजोरीहरू रहेछ यहाँ चाहिँ। जिन्दगीमा यति चाहिँ कमाउनु पऱ्यो क्या, ल्याएर तिजोरीमै राख्ने भने जति। राम्रो लाग्यो है, तर $500 रहेछ। यो पनि नट ब्याड, तर अहिले कलर मन परेन। यो चाहिँ $241 रहेछ चेयरको। यतापट्टि साइडमा चाहिँ प्रिन्टरहरू छ है। प्रिन्टरहरू चाहियो भने ट्याङटुङ। केमार्टमा $30 थियो, यहाँनिर 400 500 छ यार। ब्रदरको $500 यो $600, यो 629, यो 700 समथिङ। अफिसहरूलाई जत्रो छ, के गर्नु पर्सनल युजको लागि। त्यतापट्टि चाहिँ चेयरहरू यताउता अफिसियलहरूको उसको लागि कम्प्युटर चेयरहरू, टेबल चेयरहरू छ है। इप्सनको 239 प्रिन्टरको। यहाँ चाहिँ मोबाइल एसेसरिजहरू छ है। यहाँ चाहिँ त्यो के भन्छ अरे यसलाई, जेलर के भन्छ होइन। यो चाहिँ त्यो कार्डहरू ट्याप गर्ने ठाउँ हुन्छ नि, त्यसको लागि हो है। यो चाहिँ वेब क्याम्पहरू भयो है। रिङ लाइट के अरे ऊ पनि रहेछ यहाँ त, वेब क्याम्पहरू। यिनीहरू चाहिँ प्रिन्टको लागि सेक्सनहरू छ। अब यहाँनिर तार राखिदिएको हुन्छ दुइटा है, अनि आफूले मोबाइल कनेक्ट गरेर चाहिँ यहाँबाट प्रिन्ट गर्न मिल्छ। म चाहिँ अब प्रिन्ट गर्छु अलिकति। यो चाहिँ प्रिन्टर भयो होइन। अनि यहाँ आएपछि चाहिँ हजुरहरूले चाहिँ ठ्याक्क यसरी अन गरिसकेपछि चाहिँ पे गर्नुपर्छ। पहिला पे गरेर यहाँ यसरी दिन्छ जिमेल, त्यो जिमेलमा चाहिँ पठाएर अनि त्यसपछि प्रिन्ट गर्न मिल्छ है। यसरी गर्ने भनेर चाहिँ यहाँ अप्सनहरू दिएको छ। हजुरहरू अफिसहरू आउनुभयो भने यसरी गर्न मिल्छ। यो हेर्नु होला है। ल्यापटपहरू छ है। पैसा पनि कडै छ फेरि, 2797, 1897, 1897। यो चाहिँ सर्फेस 5 रहेछ। ल्यापटप 5। यो चाहिँ लेनोभोको रहेछ। लेनोभोहरू त सस्तो हुनुपर्ने, 1600 रहेछ। महँगो छ महँगो। त्यो लेमिनेसन मेसिनहरू रहेछ है। लेमिनेटरहरू यहाँबाट लगेर नेपालको जस्तो एउटा के अरे ऊ खोले पनि हुने रहेछ है। स्टेसनरी खोल्यो ट्याक्कै। मेरो अब सक्यो अफिस वर्कमा है। सामानहरू यताउता लिनुपर्ने, फोटोकपी गर्नुपर्ने, यताउता गर्नुपर्ने सबै गरेँ। अब चाहिँ नेक्स्ट काम के छ मलाई नि याद छैन यार। घर गएर अब केही बाँकी छ कि हेरौँ अब के कस्तो हुन्छ। घर जाऊँ, अहिले भर्खरै खाना खाएको है, पेट खाली पनि भएको होइन। कहीँ खाना जाउँ भने नि म सबै काम सकेर है यता सुन्नु आयो भर्खरै। उसलाई चाहिँ नेटफ्लिक्समा हाम्रो के भइरहेको छ यहाँ, 2टा आइडी हालिसक्यो, त्यही पनि भइरहेको छैन। नेटफ्लिक्स आइडीको लागि यताउता गरिदिइरहेको। म चाहिँ अम्बा र बदाम खाएर बसिरहेको छु है। अब एकछिनमा चाउमिन खाने कुरो भयो। दाइ दिदी पनि आउनुहुन्छ अरे, वेट गर्दैछु दाइ दिदीहरूलाई। वेलकम वेलकम वेलकम। बाई 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 बाई।
धन्यवाद।